के छ अहिले अब चाहिँ यसलाई के भन्छ हाम्रो यसलाई के भन्छ सर्ट ग्लास है यसलाई के भन्छ सर्ट ग्लास भन्छ यसमा हामीले चाहिँ एस्प्रेसो 30 ml एस्प्रेसो निकाल्ने काम कफी लिक्विड निकाल्ने काम गर्छौँ है सर्ट ग्लास ल अब हुन्छ है त यसलाई चाहिँ टक्क समात्नु होला राम्रोसँग हो यसरी समात्ने यहाँ चाहिँ नछुन्नु होला अलिकति समात्ने अब यहाँ आउँछौँ यसको काम के हो त पहिला फ्लसिङ गर्छौँ हामीले हेर्नु फ्लसिङ गर्छौँ फ्लसिङ गरौँ फ्लसिङ गर्नुको अर्थ के हो त यहाँको जति पनि फोरहरू छ यसलाई पहिला क्लिन गर्छौँ त्यसपछि अब यसलाई लक गर्ने तरिका है जस्तो छ त्यो ठ्याक्क कटेको जस्तो छ त्यसभित्र यो दुईटा लक चाहिँ छिर्नु पर्ने हुन्छ है त हालेपछि यसरी हाल्ने तान्नु यता लक लाग्यो अब भयो टाइट भयो अब चाहिँ यो कप समात्नुहोस् ल यहाँ राख्नुहोस् यसको सिधा कहाँ छ ल अब यो पुस बटन थिच्नुहोस् एकचोटि हेर्नुहोस् त यहाँ राखेर साह्रो झरिरहेको छ हेर्नु त तलको हट ब्ल्याक भागलाई हट बिचको भागलाई बडी माथिको ब्राउन कलरको भागलाई क्रेमा हट बडी क्रेमा है के भन्छ यो फेरि मात्र 10 सेकेन्ड मात्र देखिन्छ अब त्यसपछि हराउँछ है फेरि के भन्ने रहेछौँ हामीले हट बडी क्रेमा फर्स्टको लेयरलाई हट सेकेन्डको लेयरलाई बडी माथिको यो ब्राउन कलरको भागलाई चाहिँ क्रेमा भन्ने काम गर्छौँ है यसलाई के भन्छ हाम्रो एस्प्रेसो के भन्छ एस्प्रेसो कफी अब कस्टमरले माग्यो भने यति कफी नै लगेर यसरी कस्टमरको टेबलमा राख्न सक्नुहुन्छ एस्प्रेसो सिंगल शट भन्यो भने है अनि एउटा सोलो शट पनि नाम यसको नाम चाहिँ सोलो शट पनि भन्छ के हामीले एस्प्रेसो भन्छौँ एस्प्रेसो सिंगल शट भनेपछि यतिकै लगेर कस्टमरलाई दिने 30 60 हामी खेल्ने भनेको नि 30 र 60 ml मा खेल्ने काम गर्छौँ है कफीमा जति पनि कफीहरू बन्छ नि त्यो कफीमा तपाईले जब एस्प्रेसो हाल्नु न त्यो कफी नै बन्दैन के त्यसको यसको मुख्य भूमिका भनेको कफी भनेको एस्प्रेसोको काम हुन्छ जति पनि 30 ml 60 ml है त चोइस अफ गेस्ट अथवा चोइस अफ कस्टमरले 30 ml भने 30 ml हाल्दिनु पर्यो 60 ml भन्यो भने 60 ml हालेर कस्टमरसम्म पुर्याउनु पर्यो है त कफीहरू के रहेछ यसको नाम के हो एस्प्रेसो